जिल्लामा मिटिङ थियो ढिला भइसकेछ साथीहरू हिँडिसक्नुभयो होला ल म गएँ है कहिले जिल्लाको मिटिङमा हिँड्नुपर्ने थियो कता लाग्नु हिँड्नु भएको भाउजू ओहो राजा छिटो नमस्कार है नमस्कार मेरो त छोरी हराएर बर्बाद भयो नि पदमीले देखादेखि तानेर ल सरले केही गरिदिनु पर्यो अब त्यहीको त लागि हामी आएको यहाँ मेरो पनि 1 महिना जति भयो छोरी हराएको त्यो छोरीको पीडाले बुढा बिरामी भएर सुत्दै भएर थला पर्नु भयो के गर्ने हजुर को यो पद्मे भन्ने यो गाउँमा म अहिले यसलाई पहिलोचोटि सुन्दैछु यसको नाम कसरी थाहा पाउनु भयो त यसको नाम पद्मे हो भन्ने कहिलेकाहीँ मेरो पसलमा नि आउँथ्यो अरूले पदम भने सुनेर त्यही पदम भनेको यहाँको पनि होइन सर त्यो मान्छे बाहिरकै जस्तो छ के गर्नु हजुर उहाँको छोरी लगेदेखि त्यसलाई देखेकै छैन त्यो यहाँको होइन रे कहाँको कसरी पत्ता लगाउनु ल ठिक छ त्यसो भए यो मान्छे को हो त भन्ने कुरा म अहिले जिल्ला जाँदैछु सम्बन्धित निकायमा गएर त्यसको बारेमा कुरा राखौँला है हजुर म त यति भन्न आएको हजुरले कसरी हुन्छ न्याय दिलाइदिनु होला मेरो छोरी देखादेखि तानेर लग्यो त्यो पदमेले ठिक छ म अहिले हतारमा छु मेरो जिल्ला जानु छ त्यसलाई सक्दर के गर्नु होला भने आयो भने त्यसलाई समातेर राख्नु होला भइहाल्छ नि त्यो काम गर्नलाई त म एउटा अध्यक्ष भयो भने हजुर हस् त नमस्कार हस् हजुर हस् हजुरकै भर परे हस् हस् कहिलेकाहीँ आउँदो रहेछ नयाँ रहेछ त्यो दिदी के भयो किन कराउँदै कहाँ जानु भयो हेर न बहिनी सुशीलाको छोरी हराएको 1 महिना भइसक्यो फेरि अहिले कहाँको हो त तपाईँले चिन्नु भएको होला त चिन्नु भएको छैन कहाँ चिन्नु त्यसलाई कहिले काहीँ देखेको मात्रै हो चिनेको भए त त्यसकै घरमा गएर झ्याम्टा बजाइहाल्थ्यौँ नि हामी त्यही सधैँ मेरो पसलमा आउँथ्यो अनि अरूसँग कुरा गर्थ्यो मैले त कुरा गरिनँ उनीहरूले पदम भने सुनेर मात्रै मैले त्यसको नाम थाहा पाएको कहिलेकाहीँ मात्रै आउँथ्यो यो गाउँमा त्यति देखा पनि छैन कतै भेट्नुभयो भने यसो खबर गर्नु है त्यस्तालाई त छोड्नुहुन्न पक्नु म पनि जान्छु यो बजियालाई यसलाई कहाँ लाग्यो हेर्नु न उहाँ गङ्गा दिदीको छोरी हरायो रे अनि जान्ला खोज्नु अब रामबारी दिदीको छोरी हराएर को तिमी पुलिस हो प्रशासन हो तिमीले खोज्नलाई दिदीको छोरी हराएको छ रे अनि जानु पर्यो नि त गाउँघरमा भएर त्यति सहयोग गरेर हुँदैन तपाईँको पनि छोरी छ नि एउटै दैलो जोडिएको मान्छे एकछिन जान के बिग्रिन्छ होइन काम छ मेरो के जान्नु नि तपाईँहरू गाउँ छर छिमेको हो भोलि हाम्रो नि केही हामी चाहिँदैन भोलि चाहिन्छ अब अहिले काम भेर क्या के काम छ एक दिन तपाईँको छोरी पनि हराउला हामीलाई जस्तै तपाईँलाई नि पर्ला हामीलाई पनि बोलाउनु पर्ला यस्तो अन्याय अत्याचार नगर्नु होइन रामपेर्दी अब उसो र मेरो काम छ तपाईँहरू जानु न गाउँघरको मान्छे कहिले चाहिँदैन हामी चाहिँदैन होइन चाहिन्छ ल जानु खोज्नु जानु ठिक छ कुनै दिन हामी पनि काम लाग्ला हामी पनि भेटिहाल्छौँ हिँड्छौँ भने त्यति मानेर कहाँ गयो कसरी आयो मेरो छोरी तिमी छोरी भन त अब त्यसले मलाई कहाँ लगेको थियो म सु गर्न चाहन्छु भनेर कसो गरेर चले कसरी उम्केर आए अझ पनि पछि छडिरहेको थिएन मलाई सरम पछि नआउनु भनेर म भागेर कसरी उम्केर आए नरो अब तिम्रो आमा यहाँ छु नरो ल सुशीला हामी घर जान्छु है मेरो छोरी आइछ
म यसलाई केही खाजा खुवाउँछु भोग लाग्यो बिचरा 2 दिन भइसक्यो खान नपाकी कहाँ लगेर राखे होला। के भने माइल दिदी तपाईँले अहिले ठुलीको बुढाले कहाँ जानला नजानुहोस् भन्दाखेरि तपाईँले भने होइन छोरी खोज्न जान पर्छ सबै गाउँको मान्छे चाहिन्छ भने हो कि होइन अहिले आएर आफ्नो छोरी पायो भने सुरुक्क जाने मेरो छोरी खोज्न जानु पर्दैन देख्यौ त नानी कस्तो मान्छे हुँदो रहेछन्। होइन नि सुशीला तिम्रो छोरी हराएको त 1 महिना भइसक्यो आउने भए फर्केर आइसक्थिन् नआउने बाटो गए जस्तो छ। मेरो छोरी त सानै थिए भागेर आइछ नि झुक्याएर सुशीला म घर लिएर जान्छु। तिम्रो छोरी पायो भने त्यसो भन्यो मेरो छोरी नआउने बाटोमा गयो जाऊँ न खोज्न भनेर झन् सबै गाउँले मिलेर जाउँ भन्दा त ल तपाईँ त्यस्तो भन्न मिल्छ? अब एउटै दैलो जोडेको एउटै गाउँको मान्छे जानी यसलाई भोग लगाएर जाऊ तिम्रो छोरी खोज आफै। अब देख्नुभयो त बहिनी कस्तो हुँदो रहेछ एउटै गाउँघरमा कति साथ दिउँला भनेको थियो त्यो माइल दिदीले मलाई उसको छोरी पाइ ऊ सुरुक्क उठेर गयो। यो गाउँ यस्तै हो यो स्वार्थी हो दिदी यो। अब हामी के गरौँ दिदी हामी 2 जना मात्रै खोजेर कहाँ जानु त अब तिमीहरू म कहाँ जानु पुलिस प्रशासन गर्नुपर्छ दिदी हामी जाउँ पुलिसले रिपोर्ट देखाउनु पर्ला। ल गाउँको घर एकछिन नबसेर हिँड्नुपर्ने। हेर घरको ताल यो सफा गरे भेट्ने हुन्थेन घर बसेर गाउँले के जे भन्यो त्यहीमा पछि लाएर जानुपर्छ तिमीलाई। भोलि आफ्नै त केही पर्ला नि गाउँले छरछिमेक भएपछि जानु परेन भने कस्तो कुरा गर्नुहुन्छ? के पर्छ हाम्रो केही पर्दैन। मान्छेको जात हो मान्छे छोरा छोरी हुनेले गाईबस्तु हुनेले त्यस्तो टेक गरेर हुँदैन क्या। टेक गरेर हुँदैन भने सबैलाई बोकेर हिँड नि त परे जस्तो पर्छ त्यस्तै टर्छ। तिनीहरूले त्यो छोरी खोज्दै हिँडे तिमीहरू गएर थाहा हुने हो पुलिस चौकीमा गएर रिपोर्ट गर्नु अनि पो त हुन्छ। तिमीले गएर त्यहाँ गएर भेट्टायो भने त्यो गुन्डाले भेट्टायो भने के गर्छ तिमीहरूलाई? अब आइमाईको मन आएर बिचारा रुन थालिन् यसो जाउँ त साथी भनेर गइदिया नि कस्तो एकदम तात्नुहुन्छ भने ताते होइन क्या भएको कुरा गरे हो होइन। अहिले त्यत्रो पुलिस प्रशासन छ वडा छ वडामा गएर भन्नु। अनि वडा त बिहानै गएको नि वडा अध्यक्षलाई बाटामा भेटेका थियौँ त्यही भएर जिल्ला जान्छु जिल्ला गएर आएपछि कुरा गरौँला भन्दै थिए। हामी त आयौँ अनि उता पो खोज्न जान थाल्यो। ल अनि वडा अध्यक्षलाई भेटेर भनिसकेपछि अनि वडा अध्यक्षले गरिहाल्छ नि। अनि तिमीहरू जान्ने बेला गाउँ गाउँ किन हिँड्नु पर्यो त घरमा लठा पाम्रो काम छोडेर? अनि साथी बिहान जानु भएको काम भयो त? काम त अब खोइ सहकारीले के भनौँ भने अब तपाईँलाई महिना दिन म्याद छ महिना दिनभित्र तपाईँले यसो खोजेर उ गर्नुहोस् न भन्यो। अनि बाटा आउँदा सुन न त्यो एउटा जग्गा काम गर्ने छ नि दले त्यो दलेलाई भेटेको थिएँ। दले भाइ के छ खबर भने साँच्ची दाइ तपाईँले त्यो जग्गा बेच्नुभयो भन्नु। छैन नि भाइ भने ल मान्छे आएको छ अस्ति देखाइदिएको छु मैले भन्दै थियो। ए काम हुने भयो कि क्या हो त? अब त्यसले नभए त कुरै निकाल्थेन नि उसैले निकालेको। तपाईँले बेच्नुभयो जग्गा भन्नु छैन बेच्यो भने ल दाइ मैले देखाइदिएको छु अरे भोलि म फोन गर्छु तपाईँलाई भनिरहेछ ल ठिकै छ ल जाऊ खाजा बनाउ जाऊ होला। त्यति काम भयो भने त्यो सहकारीको नि तिर्न पाइन्थ्यो त्यो सहरतिर छोरीलाई नि पठाउनु पाइन्थ्यो। ल नानी यो मन्दिरमा बसिरहेको थियो टोलाएर किन बस्थ्यो खुल्टी पेर लिएर हो ल लाउ जाऊ खुल्टी पेर लिएर। अनि के भयो मलाई गर्नु पता छ यतातिर त के त माथि घर छोडेर आएर अब टोलाएर बसेर मात्र के हो। कान्छी म मर्निङ वाक गरेर आउँछु हस्। हस्
बिचरा कहाँ गयो ले? कहाँ घर, कहाँ गाउँ, के नाम सोध्न नि पाइनँ मैले। किन फुल टिपेर ल्याउने छौ? बगैँचा देखिनौ? होइन हजुर, म त फुलको बगैँचासम्म पुग्नै पाइनँ। किन नि? त्यो साउ भनाउँदो राक्षस मर्निङ वाक गरिँदै रहेछ। त्यसलाई देखेँ, त्यो बगैँचासम्म पुग्नु नपाएरै म त्यहाँबाट भाग्दै आएँ हजुर। ए त्यो राक्षसलाई देख्यौ? नानी किन त्यो लाएर बसेको? ल हिँड म तिमी बसेको घरमा लैदिन्छु। हिँड। हुँदैन हजुर, हुँदैन, म जाँदैन। त्यो राक्षस बनाउँदाको घरमा म मरे पनि जाँदैन। किन हजुरले मेरो लागि कष्ट गर्नुभएको? यो राक्षसले मेरो लागि हजुरलाई पनि फेरि गुन्डा लगाएर हजुरलाई पनि अप्ठ्यारोमा पर्न सक्नुहुन्छ। जाँदैन हजुर, म जाँदैन। ल नानी, सबैले यस्तो भनेर त्यस्ताले हौसला पाएको हो। ल हिँड, त्यसलाई छोड्नु हुँदैन, जाउँ हिँड। हो हजुर, म नडराइकन के गरौँ? सबैले हो भन्छन्, उचाल्छन्, जाम भन्छन्, अनि जो अघि पढो उसलाई मात्रै हुन्छ, बाँकी सब। त्यसैले मेरो लागि हजुर पनि नपर्नुहोस् हजुर। त्यो राक्षसको घरमा जाँदै नजाऊँ हजुर। नानी जाउँ, परैबाट घर मात्रै देखाइदेऊ। म घर मात्रै चिन्छु, तिमी जानु पर्दैन। घर मात्रै देखाइदेऊ। ल जाउँ, आऊ। घर त देखाइदेऊ न, आऊ। नजानी त्यो राक्षसको घरमा नजानी बा। टाढैबाट घर मलाई देखाइदेऊ न। ल मेरो लागि भोलि हजुरलाई पनि अप्ठ्यारो पर्छ बा। टाढैबाट घर देखाइदेऊ, म त्यसो घर हेर्छु के। जानी र बा? जानी। ल त्यो पत्नीलाई कल लगाउनु पर्यो। हुनै लागिरहेको छैन। फोन गरेर कहाँ बसेको होला? एकचोटि फेरि फोन गर्नुपर्छ। फोनै नै लाग्ने भयो। बर्बाद भयो। त्यत्रो पैसा लिएर गयो। कान्छी हजुर, चिया ल्याएको एउटा। हस्। त्यो पर्मेले त मलाई बर्बादै गर्यो नि। खाउँछु चिया।
साउजी त्यो केटी त माथि रुममा छैन त। तिमीलाई किन चाहिएको? तिमी आफ्नो काम गर न जा। हस्। यो केटीलाई पनि साउजीले सिद्ध्याएछ। यो पापीलाई मारेर फाल्ने को होला? मलाई जस्तै जबरजस्ती गर्न खोज्यो होला, बिचरा भागेर गयो। साउजी आज तरकारी के पकाउने होला? हिजो ल्याएको मासु छ नि, त्यही पकाऊ न। हस्। हेलो, सुन्नुहोस् त। साउजी तयार भयो? ल म आएँ जा। त्यसलाई जसरी हुन्छ ठिकाना लगाउनु पर्छ है। ल मैले फोन राखेँ। हस्। कान्छी के हेरेको? यहाँ फोहोर रहेछ साउजी, पुछेर बस्या। ल हिँड जाम। कान्छी म आज जिल्ला जाँदैछु, तिमी घरको रेखदेख राम्रोसित गर्नु है। हस् हजुर। कान्छी ल म गएँ है। यो साउले हिजो ल्याएको केटी कतै लुकाएर राखेको होला, नत्र किन जान्थ्यो यति हतार हतार? यसलाई पुलिसले बाटोमा भेटाएको खबर सुन्न पाए पाथी भात खाए जस्तो हुन्थ्यो मलाई। यही हो घर? तिमीले काम गर्नु घर यही हो? खोइ त यो घरको तिम्रो साउ खोइ। भर्खर जानुभयो त, हजुरले बाटोमा भेटाउनु भएन? कहाँ पनि भेट भएन। नानी तिमी कहाँ गयो कि? रुममा जाँदा तिमी रहेनछौ, कहाँ गयो कि? कसरी भन्नु दिदी? त्यो हजुरको साउ भन्नुहुँदाले किन टोला भन न भन। त्यो रात म हजुरलाई कसरी भन्नु दिदी? धन्न त्यो रात म भागेर मन्दिरको छेउमा गएर सुत्न पुगेछु। अनि बिहान मन्दिरको पुजारी बा आएर मलाई उठाउनु भएछ। हो नानी, मन्दिर आइपुगे भएर मात्र हो, अन्त भइदिए भए के हुन्थ्यो? नानी तिमी यहीँ बस है, यही घरमा बस। म गएँ। नै पुजारी बा, म यो राति बस्ने घरमा बस्न सक्दैन बा। नै बा म बस्दैन, मलाई हजुरसँगै लिएर जाने बा। प्लिज म यो रातिको घरमा बस्दैन बा। तपाईँ यो घरको साउनी हो? होइन हजुर। अनि के अरे आइपुग्यो? मेरो पनि कहानी लामो छ हजुर। हेर, एक ढोक्रो कुनाउरो लिन गएको यस बेला
पर्यो कि त्यो दाउरा सबै भित्र राख पानी पर्ला जस्तो छ कुनाउरो यति हो कि छ अरू होइन छ अरू नि म खाना खाएर ल्याइहाल्छु नि त्यो सबै लिएर सोहोर सार पारेर पानी आउला जस्तो गाई बस्तुलाई ओछ्याउनु हुन्छ धेरै यताउता हिँड्ने होइन जो त्यहाँ गफ गरेर बस्यो त्यहाँ गएर बस्ने होइन नि फेरि कि ल्याउन पर्छ भनेर अरूलाई पठाइस् त्यस्तो नि गर्छस् तैँले त कहिलेकाहीँ अल्छीको राजा कसलाई दिनु दिया छैन कसैलाई नि अब भोक लागेछ खाना खाएर लाग्छु नि अझ थुतुनु चलाउँछु मुखमुखै लाग्दैछ पहिला यो सबै काम सक् अनि बल्ल खाना खालिस् के भयो किन कराएको खाना खाएर काम गर भने मान्दिन ए हुन्छ नि त सिधाएर खाना खोजेकी होली अहिले खाऊ अनिखेरि गराउली नि हैन पर्दैन खाना किन के भन्यौ तिमीले केही गाली गर्यौ क्या केही भनेको छैन हजुर मैले के गाली गर्नु खाना खा आराम गर भने मान्दिन अब यो सक्छु अनि खान्छु भन्छ अब मैले के भनौँ त तिमीले केही भन्यौ क्या यही भन्न नानी हिँड खाएर गर्ने हिँड यो राखन लाऊ म हात धोएर आउँछु ल्याउ त त्यो भाँडा लोटा मिलाउँदै गर ल मलाई भात खानिलाई हतार छैन पुरा खान्न हतार पछि गएर खालिस् यत्रो रास खुब गरिस् गरेर सबै सिधाइस् काम होला छिनी काहीँ कि के भयो फेरि किन गरेर खाना खाना नि भनेको मान्दिन अहिले खाउँला यो सबै सक्छु अनि खान्छु भन्छ कुरै बुझ्दिन भने मान्दिन के अरू जति माया गर्नु नहुने खाली पेटा गर्नुहुन्न नि त नानी खान किन थालहरू लिएर त नानी त्यस्तो कस्तो जाति छ है बारे काम सिद्धाएर मात्र खान्छु भन्छ सधैँ भने यस्तो बुहारी त खोजेर नि पाइँदैन हजुर काम मोरी त्यो फेरि थाल पखाल्न गएको पनि उतैतिर गफ छाँटेर बसी कि न साथीतिर गई विश्वास छैन यसको त कहाँ गई हजुर पनि टोपी लाइ खानुहुन्छ क्या हो होइन त्यो त दुईटा थाल मान्न गएको पनि कतिखेर गरी मै जान्छु लिन मान्दै छे होली ल्याइहाल्छु नि नगराउन यसरी टोलाएर बसिरहन्छे के ल्याउँथे मान्छे भात खान बसिसक्यो दुईटा थाल मन कति बेर लाग्छ पाइन भयो कि फेरि खुब मान्दैछ टोलाएर बसिरहेछ उहाँ के भएछ त्यसलाई अचेल उनी मान्छेलाई के थाहा भने जे भने नि पत्याउनीलाई अनि बोलाइनौ खान्न फेरि बोलाएको छु आइहाल्छ नि खाँदैन नि पहिला होइन त्यसलाई जचाउनु पर्छ कि क्या केको जचाउनु पर्यो बेसार पानी खाए भइहाल्यो नि दुई जिउको भयो होला भन्नु नि छोरो यहाँ छैन बाहिर छ के बिरामी भाषा जचाउनु अब तिमीहरू आइमेको कुरा आइमेले बुझ न बिना भोलि बिहान चाँडै जानुपर्छ तिमीले चाँडै आऊ है भोलि बिहान पहिले खै भाउजूले थाहा पायो भने गाली गरिदिन्छ कसरी आउने सबभर थाहा नदेऊ न मिलेर आऊ है
डोको गाई बस्तु भोकै छन् लास सरम नभयो कि यति घाँसी गाई अगाउँछ तँलाई चाहिँ यति खान पर्छ बनाएर लिएर फेरि एउटा ढुङ्गो छैन खा जस्तो गरी काम गर्न ल लैजा यति घाँसे गाई अगाउनु जस्तो छ्यासन पारेर ल्याइछ जानुभयो हुन्थ्यो बिहान गएर गीत त यहाँसम्म आउने गरी खाती होइनस् अहिले भोग लाग्छ तँलाई पानी पनि तिर्खा लाग्थ्यो त्यहाँ पँधेरो छ बाटा त्यहीँ खाए हुन्छ पानी एक डोको घाँस लिएर अनि खाजा खालिस् जा गइहाल अहिले पानी सानी पर्छ आज एक दिन हो मेरो घरमा काम गर्ने मिना के गरी बसेको बस न माथि बस बस न बस ए नानी किन टोलाको यस्तै हो हजुर बाध्य भएर बसेको छ यस्तो मुख लिएर कसरी जाउँ गाउँ त्यही भएर जसरी भयो नि एकको घरमा काम गरेर बसिरहेको छु ल यस्तो राक्षसमा बस्नु न नानी लु त फेचारी तँलाई मेरो घरको भात तँलाई धेर भएको होइन त अब हुर्किचेस् त बढिचेस् अब तँलाई रातभरि मोबाइल खेलाएर कसले बस्नु भनेको थियो तेरो गाला पड्काउँ त्यही मोबाइलमा धेरै कुरा गरेर तँलाई यसरी भगाएको को केटा थियो भन् मैले त्यसलाई चिनेको छैन आमा को म योभन्दा अगाडि बोल्या पनि थिइनँ म चिन्दिनँ त्यसलाई तँ चिने होइन भन्छस् तँलाई रातभरि तैँले त्यो मोबाइलमा च्याट गरेर तैँले कुरा गरिस् नत्र तँलाई मैले सँगै ल्याउँदै तँलाई मेरो हातबाट खुस्काएर लाने को थियो त्यसको आँट कत्रो थियो अझ चिने छैन भने खै तेरो मोबाइल यहाँ कहिले यहाँ त्योसँग बोलेर म गएको थियो भने यसरी म भागेर आउँथेँ मेरो विश्वास गर्नु न आमा म होइन कि मलाई तपाईँको कति माया लाग्थ्यो त्यस्तो नभन्नु न त्यसलाई म चिन्दिनँ कि ले भने सुन्दास् तँलाई अब यो मोबाइल तैँले पाउलिस् अब तैँले यो मोबाइल तेरो त छाडा पनि निकै छाडा भएको छैन त अब मोबाइलमा सब भोलि खुरखुर पट्ट जाने तेरो जग्गा चाहिँ लुछेर एउटा केही पनि राख्दिनँ म अब त त्यहाँ असल बनेर नहिँड त मान्छेले गाउँले कुरा काट्छ काट्दैन तेरो अझ बढी हुन्छ किन हो केटीहरूलाई अब यो कुरा छोडिदिनु न बरु मलाई कस्तो भोक लागिरहेछ भने हिजोदेखि के खाएको छैन म त्यसलाई चिन्दिनँ जबरजस्ती लगेर राख्यो म आएको भागेर त्यसले भगाएपछि केही पनि खाजा दिएन तँलाई छैन सुतेको पनि छैन म नर म लागिरहेछ हजुर खाजा बनाउनु म एकछिन सुत्छु है आफ्नो सन्तान हो माया लाग्छ घर सम्झेर आइ छोरी त अब एकछिन सुत् न त म खाना बनाउँछु है नर